विगत 4 अक्टोबरमा हाम्रो दार्जिलिङ जिल्ला अन्तर्गत सुकियापोखरी ब्लक है राङबाङ गोपालधारा ग्राम पञ्चायत अन्तर्गत सियोक चियाबारीको यो तल्लो भेग लोअर सियोक भनिन्छ, जहाँ त्यस दिनको एउटा अविरल वर्षाको कारणले गर्दाखेरि धेरै धनजनको क्षति भएको छ र तपाईँले देखिरहनु भएको छ यहाँ हाम्रा दाजुभाइ दिदीबहिनीहरू र उहाँहरूको कुनै घरहरू नै छैन। विशेष उहाँहरूले लगाएको लुगा बाहेक उहाँहरूले केही पनि निकाल्नु सकेन त्यस दिन र एकदमै विकराल रूप धारण गरेर माथिबाट आएको बाढीले गर्दाखेरि ढुङ्गा मुढा अनेकौं प्रकारको बाढी रुखहरूको ठुल्ठुलो मुढाहरू पल्टाएर उहाँको घरलाई एकदमै विध्वंस बनाइदियो र अहिले हामीले भर्खरै मात्रै हेऱ्यौँ उहाँको दृश्यहरू एकदमै उराट लाग्दो छ। उहाँहरूको घरविहीन बनेको छ र यस्तो परेको घडीमा एउटा मानव सेवा नै एउटा माधव सेवा भनिन्छ र मानवताको नाताले तपाईँ हामी सबै मिलेर उहाँहरूलाई फेरि एकपल्ट उहाँहरूलाई जिउने, उहाँहरूको घरहरू निर्माण गर्ने तपाईँ र हामीले सहयोग गर्यौँ भनेदेखि उहाँहरूलाई फेरि हामी उठाउनु पर्छ। किनभनेदेखि एउटा यो विपदको घडी हो। एउटा प्राकृतिक आपदा भनेको कसैलाई सङ्केत दिएर आउने होइन। एउटा प्राकृतिक आपदा भनेको प्रकृतिले विनाशकारी एउटा भेरले गर्दाखेरि उहाँहरू आज घरविहीन बनेका छन्। भनिन्छ मानिसलाई एउटा लुगाफाटा, खाने चिज अनि घर, यो तीनटा कुराको चाहिँ अति नै आवश्यक परेको हुन्छ र उहाँहरूले अहिले घरि चारैतिरबाट खानेकुराहरू सायदै पाइरहेका छन्, लाउने लुगाफाटाहरू पनि पाइरहेका छन् भनेदेखि उहाँहरू घरविहीन छन्। एउटा यो खुल्ला छतमुनि उहाँ छन्। त्यसले गर्दाखेरि हामी सबै डिपार्टमेन्टहरूलाई पनि हाम्रो गाउँको तर्फबाट पनि उहाँहरूलाई एउटा निवेदन गर्छौँ, चाँडै नै उहाँलाई एउटा कमानको जुन एउटा जग्गाहरू छ एउटा सुरक्षित स्थानमा उहाँहरूको एउटा घर निर्माण होस्। हामी गाउँवासी पनि त्यही चाहन्छौँ, समग्र सियोकवासी नै हामी त्यो चाहन्छौँ। किनभनेदेखि हाम्रो छरछिमेक दाजुभाइ दिदीबहिनीले यति दुःख पाएको आज हामीले देखिरहेका छौँ र त्यसले गर्दाखेरि सबै डिपार्टमेन्ट जस्तै जिटिए भयो, कमान कम्पनीहरू भयो, गाउँवासीहरू भयो, सबै मिलेर फेरि एकपल्ट उहाँहरूलाई जिउनको निम्ति घरको अति आवश्यकता हामीले महसुस गरेका छौँ। उहाँहरूको घर निर्माण होस् अनि फेरि पहिलेकै एउटा पटरीमा उहाँहरूलाई ल्याउन सकौँ र सबैले यस्तो खालको एउटा जुन दृश्यहरू छ र त्यो दृश्यहरू देख्दाखेरि सबैलाई दुःख लाग्छ। त्यसले गर्दाखेरि सबैले आर्थिक सेवा, तन मन अनि धनले नै सबैले उहाँहरूलाई सहयोग गरिदिने म विनम्र अनुरोध गर्दछु।